मेरो मेहनतको फल यही हो सर। उखु खेतीलाई अलिकति कल्लिने ठाउँ, धेरै सम्मभन्दा अलिअलि कल्लिने ठाउँ, पुर्ने ठाउँ र हावापानी मौसम हेरेर उखु खेती लाग्ने ठाउँ। सुक्खा ठाउँमा पनि उखु खेती राम्रो हुन्छ, सुक्खा ठाउँले उखु खेती नहुने हुँदैन। तर एकचोटि रोप्ने बेला सिँचाइ गर्ने पुग्यो भने त्योभन्दा पछि सिँचाइको आवश्यकता पर्दैन, पानी चाहिएन। र भिरालो हुँदाखेरि पनि राम्रो उखु खेती हुन्छ। यहाँ पारिलो ठाउँ चाहिने 800 देखि 1200 उचाइमा चाहिँ उखु खेती लाग्ने यो पहाडी भेगमा त्यो मौसमलाई हेरेर उखु खेती लगाउन सुरुवात गर्छ। नमस्कार, म बद्रीप्रसाद ढकाल, शङ्खरापुर 1 उखु किसान। र अहिले हामीले चाहिँ यो लगनशील कृषक समूह दर्ता गरेर हामीले अहिले 30 रोपनी जग्गामा उखु खेती गरेका छौँ। हामीले 200 रोपनी जग्गा चाहिँ सामूहिक खेती पुर्याउने लक्ष्यमा छौँ। अहिले समग्र सुरुवात गर्दाखेरि हाम्रो यहाँ उखु खेती लाग्छ भन्ने चाहिँ हामीलाई थोरै अलिअलि लगाएको कारणले अलिअलि थाहा भयो। त्यो भइसकेपछि मैले प्राविधिक लिएर आएर देखाएँ, यो भूगोलमा उखु खेती व्यवसाय रूपले गर्दा के हुन्छ भनेर सल्लाह लिँदाखेरि उहाँले 800 देखि 1200 को हाइटमा हिमाली भेगमा उखु खेती हुन्छ भनेर मलाई सल्लाह दिनुभयो। त्यो अनुसारको यहाँ 1000 मिटरको हाराहारीमा यो हाइट छ, यो हाइटमा चाहिँ ठिक छ, यो भूगोल चाहिँ ठिक छ भन्ने हो। यो चाहिँ बिहानदेखि बेलुकासम्म घाम लाग्ने पारिलो ठाउँमा उखु राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो। त्यो अनुसारको यो भूगोल ठिकै लाग्यो र यो जग्गा लिजमा लिएर सुरुवात गर्ने गरियो। गरेपछि हामीलाई चाहिँ समग्र रूपले जति हुनुपर्ने थियो त्यो एकचोटि हाम्रो खेतीमा अलिअलि पतेरो भन्ने रोग देखा पर्यो। त्यो टिका आएपछि चाहिँ यो पतेरोले यसमा कीटाणु हुन्छ, साना किरा हुन्छ, आउँदाखेरि पतेरो चाहिँ लागे भएर यस्तोलाई चाहिँ पतेरो लागे भन्छ। यो देखिएपछि चाहिँ हामीले औषधि राख्नुपर्ने हुन्छ पतेराको। र अनि मैले प्राविधिक लिएर आएर देखेँ हाम्रो चाहिँ खेतीमा यस्तो भयो, यो चाहिँ के छ उपाय भने चाहिँ उहाँले एउटा औषधि यो छर्किनुहोस् भन्नुभयो। त्यो एकचोटि हामीले छर्किएपछि पतेरोको पनि समस्या समाधान भयो। त्यो पतेरो भन्ने रोग चाहिँ असौज महिनामा चाहिँ लाग्दो रहेछ र प्राविधिक लिएर आएर एकचोटि औषधि राखेपछि पतेरोको त्यो कीटाणु हुँदो रहेछ, त्यो चाहिँ मर्दो रहेछ। त्यसपछि केही पनि भएको छैन, राम्रो भएको छ र अहिलेसम्म गरेको खेती सफलतापूर्वकै गएको छ। यो हामीले उखुको बिउको लागि चाहिँ हामी यो टुप्पा युज गर्छौँ। यो 1 लाक्रा उखु बजारमा जाँदा 50 रुपियाँ पर्छ। 20 लाक्रा उखुको एक धार्ने सखर बन्छ। सखर के चाहिँ बजारमा छिटो बिक्री हुने कारणले हामी सखर बनाएर बेच्छौँ। हाम्रो सखर बेच्नलाई हामी बजार जानु पर्दैन, सबै हाम्रो कारखानाबाटै बिक्री हुन्छ। उखु ल्याएर पेलिएर चाहिँ फिल्टर हामीले पुरै फिल्टर गरेर पकाइन्छ। पकाइसकेर मैले कुनै पनि केमिकल प्रयोग नगरिकन अर्ग्यानिक बनाएको कारणले क्वालिटीको छ, राम्रो छ। मौसम जानकारी लिने बानीले रक्षा गर्छ सानो सावधानीले।